नमस्कार सम्पूर्ण साथीहरुमा नेपाली शेयर बजार च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं। सधैं जस्तै नेपाली शेयर बजारसँग सम्बन्धित विभिन्न जानकारीहरु र नयाँ आइपीओहरुको बारेमा जानकारी दिने यस क्रममा आज हामीहरुले रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने मिति तय गरेको जानकारी लिएर आइपुगेका छौं। यो कस्तो किसिमको कम्पनी हो र यसलाई आवेदन दिन कति रुपैयाँ तिर्नुपर्छ, साथै यो किन यति धेरै महँगो छ र यसमा हामीहरुले आवेदन कति किता दिने जस्ता कुराहरुको जानकारी आज हामीहरुले यस भिडियोमा दिने छौं। यी र यस्तै जानकारीहरु हेर्न र सुन्नको लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गरेर फलो चाहिँ गर्दै गर्नु होला है त। र लागौं अब यो रिलायन्स स्पिनिङ मिल्सले कहिलेदेखि आइपीओ निष्कासन गर्दैछ भन्ने कुराको जानकारीतर्फ। यसले चाहिँ पुसको 7 गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्न लागेको छ भने छिटोमा यसले पुसको 11 गते चाहिँ यसको निष्कासन बन्द गर्नेछ र यदि उक्त अवधिमा पूर्ण आवेदन परेन भने चाहिँ पुसको 21 गतेसम्म आवेदन मिति लम्बाइनेछ। त्यसैले यसको आवेदन भनेको पुसको 7 गतेदेखि पुसको 11 गतेसम्म आवेदन दिन मिल्नेछ र यसमा चाहिँ प्रति किता 820 रुपैयाँ 80 पैसाको दरले आवेदन दिन सकिनेछ भने यो टोटल चाहिँ 11,55,960 किता आवेदन खुला गरिएकोमा वैदेशिक रोजगारमा रहेकाहरुको लागि 1,15,596, त्यसैगरी म्युचुअल फन्डको लागि 57,798 र कम्पनीका एम्प्लोइलाई चाहिँ 57,798 किता शेयर चाहिँ छुट्याइसकिएको छ र बाँकी रहेको 9,24,768 किताका लागि चाहिँ अहिले सर्वसाधारणको लागि चाहिँ निष्कासन खुला गरिएको हो र यसमा चाहिँ न्यूनतम 50 कितादेखि अधिकतम 20,000 किताका लागि चाहिँ आवेदन दिन सकिनेछ भने यसमा चाहिँ अरु शेयरमा जस्तो 10 किता चाहिँ आवेदन दिन मिल्ने छैन र यसमा न्यूनतम चाहिँ 50 किता आवेदन दिनुपर्ने हुन्छ भने अधिकतममा चाहिँ 20,000 कितासम्मको लागि आवेदन दिन सकिनेछ। यसरी प्रति युनिट 820 रुपैयाँको दर 820 रुपैयाँ 80 पैसाको दरले आवेदन दिनुपर्ने हुन्छ र यसकारणले यसको चाहिँ आवेदन मूल्य भनेको 41,040 रुपैयाँ पर्न जान्छ र यो चाहिँ बुक बिल्डिङ निर्देशिका 2077 को दफा 13 को उपदफा 1 बमोजिम बोलकबल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई 7,70,640 किता शेयर बाँडफाट गर्दा कटअफ मूल्य 922 रुपैयाँ निर्धारण भएको थियो र सोही मूल्यमा 10% छुट दिँदा चाहिँ प्रति शेयर मूल्य 820 रुपैयाँ 80 पैसा कायम भएको हो। यसरी यसको चाहिँ यो 820 रुपैयाँ 80 पैसा चाहिँ कायम भएको भने यसको फेस भ्यालुको कुरा गर्ने हो भने चाहिँ मात्र 100 रुपैयाँ नै हो र यो कम्पनीलाई चाहिँ शेयर निष्कासनको लागि गराइएको रेटिङमा चाहिँ केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी सिंगल A- ECR रेटिङ प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व वहन गर्न प्राप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझ्ने खालको चाहिँ केयर रेटिङ प्रदान गरेको छ भने यो रिलायन्स स्पिनिङ मिल्सको आइपीओ मा चाहिँ आवेदन कसरी दिने त हैन भन्दाखेरि चाहिँ कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक चाहिँ ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ र यसमा चाहिँ आवेदन दिनको लागि चाहिँ धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएससी क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर चाहिँ यसलाई आवेदन दिन सकिन्छ र यो रिलायन्स स्पिनिङ मिल्स चाहिँ नेपालको चाहिँ धागो उत्पादन गर्ने उद्योगहरु मध्ये चाहिँ एकदम ठूलो उद्योगमै पर्न जान्छ र यसको चाहिँ रोजगार दाता उद्योगको रूपमा पनि सबैभन्दा ठूलो उद्योग हो र कम्पनीले चाहिँ आफ्नो उत्पादनको 70 देखि 75% भन्दा बढी उत्पादनहरू चाहिँ भारत, टर्की, भियतनाम, युके लगायतका विभिन्न मुलुकहरुमा चाहिँ निर्यात गर्दै आएको छ र यस कम्पनीका अध्यक्ष भनेको चाहिँ पवन कुमार गोल्याण हुन् भने प्रबन्ध सञ्चालक चाहिँ अक्षय गोल्याण हुन्। कम्पनीको मूल उद्योग ए इटहरी नगरपालिका वडा नम्बर 12 खनार सुनसरीमा रहेको छ भने शाखा उद्योग चाहिँ बी इटहरी नगरपालिका वडा नम्बर 4 दुहाबी सुनसरीमा रहेको छ र यसको कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि चाहिँ 6.75 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भनेको 10.61 वर्ष रहेको छ र यसरी यस्तो कम्पनी हो रिलायन्स स्पिनिङ मिल्सले चाहिँ आफ्ना कर्मचारीहरू त्यस्तैगरी म्युचुअल फन्डहरू र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि चाहिँ शेयर छुट्याइसकेको छ र प्री अलटमेन्ट पनि गरिसकेपछि अहिले चाहिँ
सर्वसाधारणको लागि चाहिँ आइपिओ निष्कासन गर्न लागेको छ। यसमा हजुरहरूले आवेदन दिन सक्नुहुनेछ। भने यो कम्पनीको आइपिओमा आवेदन दिनको लागि चाहिँ अरू कम्पनीको जस्तो 10 किता आवेदन दिएर चाहिँ हुँदैन। यसमा यो बुक बिल्डिङ प्रविधि मार्फत आएको हुँदाखेरि यसको चाहिँ आवेदन दिने भनेको 50 किता, न्यूनतम 50 किता हो भने अधिकतममा चाहिँ यसलाई 20,000 कितासम्म आवेदन दिन मिल्ने गराइएको छ। र यसको मूल्य पनि 820 रुपियाँ 80 पैसा प्रति किता पर्ने हुन्छ। र यसमा आवेदन दिनको लागि चाहिँ हजुरहरूलाई 41,040 रुपियाँ आवश्यकता पर्ने हुँदा अब पहिले जस्तो सर्वसाधारणहरूले सबैले आवेदन दिन चाहिँ यो 1,000 को आवेदन दिन मिल्थ्यो भने अहिले चाहिँ यसमा दिन नमिल्ने हुँदा धेरै आवेदनकर्ताहरूले चाहिँ सायद दिनुहुने छैन। र यो मूल्यमा चाहिँ सेकेन्डरी मार्केटमा पनि धेरै कम्पनीहरूका सेयर चाहिँ मिल्ने हुँदा यस्ता किसिमका कम्पनीहरू आइपिओमा आवेदन दिने कि सेकेन्डरी मार्केटबाट अरू सेयरहरू खरिद गर्ने भन्ने कुराहरू चाहिँ हजुरहरूले सोच्न सक्नुहुन्छ। हस् त, धन्यवाद। यस्तै जानकारीहरू हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। साथै मन पर्यो भने लाइक र मनमा लागेका केही कुराहरू कमेन्ट गर्न नबिर्सनुहोला। साथै साथीहरूलाई सुनाउनको लागि सेयर गर्न र छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सनुहोला।